ल अनिस कता हो तिमी 5 महिनादेखि एक्टिभ छैनौ न त युट्युबमा न टिकटकमा न इन्स्टामा कहाँ हो छोडेको हो र सबै नाइ हैन मेरो नाम अनिस पन्थ घर चाहिँ मेरो नेपाल तनहुँ है 27 महिना दुबई सेक्युरिटी गार्डमा काम गरेर नेपाल जाने बेला फर्किएर आउँदिन भनेको थिएँ मैले तर भनेको जस्तो सोचेको जस्तो भएन नेपालमा सो फेरि फर्किएर आउन पर्यो कहाँ भन्दा दुबईमा All right, what's up guys? This is Anis Panta. Hope you guys are doing absolutely fine and fine. Boom. So guys, स्वागत छ तपाईहरु सबैजनालाई हाम्रो नयाँ भिडियोमा। यदि तपाईहरु हाम्रो पुरानो भ्युअर्स हुनुहुन्छ भने तपाईहरुलाई थाहा होला मैले पहिला कस्तो भिडियो बनाउँथे त्यसपछि मैले के काम गर्थे त्यसपछि म कता गएको थिए यताउति तपाईहरुलाई थाहा होला। तर यदि तपाईहरु नयाँ भ्युअर्स हुनुहुन्छ भने म तपाईहरुलाई भन्न चाहन्छु मेरो नाम अनिस पन्थ अनि म नेपाल तनहुँबाट है अनि त्यसपछि लगभग 3 वर्ष हुन लागिसक्यो मैले आज दुबई सेक्युरिटी काम गरेको है दुबई सेक्युरिटी गार्डमा लगभग 27 महिना काम गरेपछि म नेपाल गएको थिएँ आउँदिन भनेर तर त्यस्तै कारणहरुले गर्दाखेरि आउन पर्यो र यो भिडियोमा चाहिँ हामी एकदम क्विक तरिकाले कुरा गर्नेछौं अहिले मेरो लाइफमा के चल्दैछ भन्दा पनि 5 पोइन्ट लाइक म दुबईबाट नेपाल किन गएको थिएँ र फेरि नेपालबाट दुबई किन आएँ र दुबई आइसकेपछि पनि मैले फेरि किन भिडियो बनाइन र अहिले फेरि मैले किन भिडियो बनाइरहेको छु लाइक हुन्छ नि तपाईहरुको क्वेशनको आन्सर दिनेछु सो कुरो सुरु हुन्छ 2023 24 जनवरीबाट त्यतिखेर चाहिँ म दुबई आएको थिएँ कि नेपालबाट र त्यो भन्दा पहिला म नेपालमै फुल टाइम युट्युब गरिरहेको थिएँ हाम्रो अर्को एउटा च्यानल छ युट्युब च्यानल अनिस फिटनेस भन्ने जुनमा चाहिँ 150k भन्दा बढी सब्स्क्राइबर छ अनि त्यसमा मैले फुल टाइम युट्युब गरिरहेको थिएँ अल्सो साथसाथै मैले ग्यारेज पनि खोलेको थिएँ मोटरसाइकल वर्कशप मतलब हुन्छ नि 50-50 गरिरहेको थिएँ तर भने जस्तो इन्कम भएन त्यसपछि अनि त्यही त हो नि नेपालको उ हैन राम्रो नभइसकेपछि युट्युबमा पनि राम्रो इन्कम नहुने त्यसपछि ग्यारेज पनि हाँची व्यापार नभएपछि म सोचे अहिले टाइम बाहिर जान्छु सो त्यसले गर्दाखेरि बाहिर आएको थिएँ फ्रेशरमा राम्रो स्यालेरी सेक्युरिटी गार्डमा हुन्छ भनेर म एज अ सेक्युरिटी गार्ड आएको थिएँ तर त्यसपछि 27 महिना मैले काम गरेँ दुबईमा अति गाह्रो छुट्टी नपाइने हैन लाइक कहिले 40 दिनसम्म पनि काम गर्न पर्ने नो डे अफ त्यसपछि काममा पनि फेरि 12 घण्टाको काम हुने अनि जान 1 घण्टा आउने 1 घण्टा लाइक 14 आवर्सको शिफ्ट हुन्थ्यो हैन सो त्यसले गर्दाखेरि एकदम बर्न आउट भएर भित्रैबाट पुरै थकित भएर म अब सक्दिन बरु गोरो जे हुन्छ नेपालमै गर्छु भन्ने त्यो माइन्डसेट लिएर त्यतिखेर अनि मेरो माइन्ड मेकअप मैले पुरै गरेको थिएँ म फर्केर आउँदिन नि तर फर्केर आएँ फेरि सो यत्रो सोचेर गएको मान्छे म किन फर्केर आएँ भन्दाखेरि नेपालको हालत त्यति धेरै राम्रो थिएन हैन अनि त्यसपछि मेन भनेको फाइनान्शियल समस्याहरू अब नेपालमा सबै कुरा महँगाई अनि त्यसपछि पहिला भएको ग्यारेज पनि बेचेको थिएँ मैले ग्यारेज पनि थिएन युट्युब पनि त्यो हिसाबले ग्रोथ थिएन सो त्यसले गर्दाखेरि मैले लिएको डिसिजन चाहिँ गलत होस् लाग्यो मलाई कुरो बुझ्नु नि लाइक आउँदिन भनेर गएको मान्छे गएको 1 महिनामै मैले फेरि माइन्ड बनाएँ कि हैन म जान्छु अनि फेरि एउटा कुरो के भन्दाखेरि म दुबईबाट नेपाल जाँदाखेरि रिजाइन गरेको थिइनँ है लाइक भ्याकेसनमै गएको थिएँ 2 वर्ष पुगेको भएर भ्याकेसनमा गएको थिएँ लाइक जाने टिकट पनि थियो आउने टिकट पनि थियो त्यसले गर्दाखेरि मलाई समस्या थिएन तर यति थियो कि फर्केर आउँदिन चाहिँ भनेर सोचेको थिएँ दिमागमा तर दिमागलाई मैले साइड लगाएर पछिको सोचेर अब अलि टाइम जानै पर्छ भनेर म फेरि फर्केर आएँ मेन कारण पैसा र नेपालको यताउति हुन्छ नि माहौलहरू चर्काचर्की भएर फर्केर आएको म नेपाल गएको मान्छे म फर्केर आएँ दुबई राइट म दुबई आएको पनि लगभग 4 महिना भइसक्यो यो 4 महिनासम्म मैले किन भिडियो नबनाएको भन्दाखेरि मेन भनेको लाज लागेर भन्न खोजेको मतलब जानुभन्दा अगाडि मैले टन्नै भिडियो बनाएको थिएँ म फर्केर आउँदिन फर्कन होला भन्दै अनेक भन्दै गीतहरू हालेर बनाएको थिएँ नि त मैले सो त्यो सबै सोच्दाखेरि दिमाग खराब भयो के अनि अर्को कुरो भनेको मेरो मोटिभेसनहरू सबै कुरा डेड भयो यो मेरो क्रिएटिभिटीहरू हुन्छ नि युट्युबको लागि जुन चाहिँ कन्टेन्ट बनाउने त्यसपछि सोशल मिडियामा ग्रो हुने यो सबै मलाई वायत लाग्यो त्यसपछि खासै होला जस्तो लागेन मलाई सो त्यसले गर्दाखेरि नचाहँदाखेरि पनि म फर्केर आएँ र आइसकेपछि भिडियो बनाउनु त्यो मलाई भित्रबाट आउँदै आएन के भित्रबाट भिडियो बनाउने खालको त्यो जागरे नआएर अहिलेसम्म लुकेर बसिरहेको थिएँ र फेरि सोचे हैन आफूले कुनै कुरा सुरु गरेको कुरालाई चाहिँ फिनिसिङ गर्नुपर्छ 4 मन्थ्स म जिममा पनि गइन र 4 मन्थ्स मैले कुनै पनि भिडियो पनि बनाइन के एकदम साइलेन्ट स्याडो जस्तो भइ म र यत्रो टाइमसम्म म आफूलाई एक्सक्युज दिइरहेको थिएँ कि मतलब मसँग क्यामेरा छैन क्यामेरा छ कि तर पुरानो क्यामेरा ह 7-8 वर्ष अगाडिको क्यामेरा ह योबाट कसरी म भिडियो बनाउँ राम्रो भिडियो आउँदैन र मोबाइलबाट त्यति राम्रो क्लियर आउँदैन जब मसँग मेरो राम्रो क्यामेरा हुन्छ त्यसपछि बनाउँछु भनेर त्यो हुन्छ नि बहाना खोजिरहेको थिएँ तर यो सबै बहानालाई मैले बिस्तारै हटाएर चाहिँ दिमागमा म बर्डन लेख्दिन अब लाइक डेली भिडियो हाल्छु या भिडियो हालेको गर्छु भन्न सक्दिनँ म किनभने अफ कोर्स मैले फुल टाइम काम गरिरहेको छु यहाँ फुल टाइम जब प्लस रियलिस्टिक तरिकामा कुरो बुझ्नु पनि अब हप्तामा एउटा या 2 हप्तामा एउटा हाल्ने ट्राई गर्नेछु भिडियो के भिडियो भन्दाखेरि अ डे इन माई लाइफ टाइपको मेरो लाइफस्टाइल डकुमेन्ट गर्छु मेरो आफ्नो डेली रुटिनहरू त्यसपछि म त्यही हाल्नेछु मेरो प्यासन्स भनेको अफ कोर्स भिडियो बनाउने जिम गर्ने र मेरो जब सबैलाई मिसाएर चाहिँ म यो बिजी लाइफमा पनि कसरी फिट हुने यताउति कुराहरू हाल्नेछु र मेरो ड्रिम क्यामेरा चाहिँ के हो भन्दाखेरि सोनी ZV-E10 एकदम किन्न मन लाग्थ्यो र म 2 महिनासम्म मैले त्यसलाई
हेरिरहेँ कि त्यसको भिडियो हरेक कुराहरू हेरेँ। थाहा म किन्न सक्दिनँ, मसँग त्यति धेरै बजेट छैन अहिले, त्यही पनि डेली हेर्थेँ मैले, किन्छु अनि त्यसपछि बल्ल बनाउँछु भनेर। तर यो पोसिबल थिएन अहिलेको लागि। सो आफूलाई पनि अब बढाउन दिँदिनँ, अघि मैले तपाईँलाई भनिसकेँ। र यदि तपाईँहरूको मनमा केही पनि छ भने, तपाईँलाई मतलब कस्तो खालको भिडियो हेर्न मन छ, लाइक सेक्युरिटी रिलेटेड कुनै पनि इन्फर्मेसन जान्न छ भने प्लिज मलाई भन्नु होला, म त्यसको बारेमा भिडियो बनाउने छु। र अहिले म भ्याकेसनबाट आएपछि मलाई कस्तो फिल भइरहेको छ बुझ्नुभयो नि। पहिला मैले एज अ सीसीटीभी अपरेटर काम गरेको, अहिले म आएपछि मैले के काम गरिरहेको छु, त्यसपछि अनेक कुराहरू। तपाईँले यदि केही पनि जान्नु हो भने प्लिज कमेन्ट गर्नु, हामी त्यही बारेमा भिडियो बनाउनेछौँ अगाडि, ओके। र मलाई सजेस्ट गर्नु कस्तो खालको भिडियो बनायो भने ठिक होला, यताउति कुराहरू। आई लभ यु सो मच गाइज, सी यू नेक्स्ट वान।